एकदम घामी लाग्छ त्यो उहाँ भित्र राख्दै हुन्छ नि नबेच्नु ठाउँमा आज यहाँ नेपाली कम्युनिटीको यस्तो नेपाली पाराको बार्बिक्यू आउँदाखेरि चाहिँ पिकनिकै भन्नु पर्यो पिकनिकै आउँदा चाहिँ साह्रै रमाइलो लागिरहेको सबैजना अझै अब भेट हुने बाँकी ठिक छ खाम न वेलकम टु द भ्लग ब्रो के छ यार हाउ खबर एकदम ठिक छ नि आज मेरो चिया बनाउने कार्यक्रम थियो त्यो धेरै गुलियो चिनी हाल्ने मान्छे तिमी नै हो त्यसो भने अपना सरको एकजना मान्छे पनि पर्यो अब को हो थाहा भएन मैले खासै गरेर म डिसवासिङ गर्छु डिसवासिङ ल दाइको त कडा ड्युटी रहेछ दाइ राम्रोसँग गर्नु पर्यो प्लिज सन्चै हुनुहुन्छ हेलो ए छोरी रिप्ली नेपाली फुटबल क्लबले आयोजना गरेको पिकनिक कार्यक्रममा सहभागी हुन पाउँदाखेरि एकदम मलाई गौरवान्वित भएको महसुस भएको छ मिठो हुन्छ जस्तो छ त स्पेशल काजु गरियो दाइ काम गरेर कि काम गरेर जस्तो गरेर तपाईँ यो काम गरे नि आम्मै होइन यो कडिङ स्किल्स हेर्दाखेरि चाहिँ गाडीमा पिलर बोकेर हिँडेको भनेपछि कुकिङ कति हुन्छ र आज सकिगयो नि आज हाम्रो एकदम धेरै एक्सपेक्टेसन चाहिँ खसीको मासु र यो अचारसँग छ है गाइस र ब्रेकफास्टमा एकदम महत्त्वपूर्ण योगदान गर्नुहुने हाम्रो रमेश महर्जन दाई प्रशान्त भाइले बनाउनु भएको आज चना र चिया एकदमै डेलिसियस एकदमै मिठो रहेछ त्यसको लागि एकदमै धन्यवाद दिन चाहन्छु दिउँसो टाढो चाहिँ छैन होइन सुटु अब पिकनिकमा चाहिँ यसो अब बादलहरू भनौँ भनेर ट्र्याक्टरलाई के भने तात्तिनु पर्यो कहाँ गऱ्यो हामीहरू यसो हेर्दा चाहिँ 20-25जना चाहिँ देखिन्न कोही सेट मुनि छन् कोही त्यहाँ ग्राउन्डमा छन् कोही नाचिरहेछन् कोही पकाइरहेछन् टेक्निकल डिफिकल्टीले गर्दाखेरि चाहिँ माइक चलेको थिएन अहिले भर्खरै माइक अप एन्ड रनिङ छ अहिलेसम्म चाहिँ एक्स्ट्रा रिचार्ज गर्नको लागि यहाँ केटाहरूसँग अलिअलि कपमा यसो कोकहरू खाइरहेछ हामीहरूले रमाइलो भइरहेको छ यस्तो दामी भ्यू छ भ्यू एकचोटि देखाइदिइहाल त एकचोटि हाम्रोतिर होइन सेवाताल जस्तै रहेछ त For the rest of the day, यस्तै catching up, socializing, केटाहरू लन्च पनि रेडी गर्दै हुनुहुन्छ दाइहरूले साथी अनि त्यसपछि हाम्रो सिङ्गिङ पनि छ यसो रमाइलो गर्नुपर्छ सूर्यमुखी टिमको सिङ्गिङहरू छ रमाइलो गर्नुपर्छ गाडीमा छ यार सूर्यमुखी होइन त पुरा रिप्ली कम्युनिटीबाट यसो सबैजना फ्यामिली दाजुभाइ दिदीबहिनी सबैजना हामी यहाँ पिकनिकको लागि वाइवान हो आइपुगेका छौँ इट्स बिन अ भेरी भेरी गुड डे बिर्से भन्दैछु त वाइवान रमाइलो लागेको छ एकदमै रमाइलो हरेक साल भइरहेछ एकदमै रमाइलो हामी त हरेक साल आइरहेछौँ सबैलाई भन्छु रिप्लीवासीहरूलाई हरेक वर्ष आउनुहोस् होइन
रमाइलो भइरहेछ उता नाचिरहेछन् खाइरहेछु खै अब चिया सकेको रहेछ त्यसको सट्टामा चिया एकदम रमाइलो भइरहेछ नेपालकै फिल आइरहेछ क्या नेपालमै जस्तो मात्रै भनेको नेपालै जस्तो भइरहेछ यति नेपाली भेटिन्छ नाचगान पनि भइरहेछ एकछिन थाकेर यहाँ बसेको नाचिरहेको थियौँ म त त्यही रिप्लेको बेलभ्यू नेपालको जस्तै रमाइलो भएछ नेपालमा भेट भयो जस्तै सबै नेपाली ज्वाइँ गाउँ ससुराली गाउँ भनेर निक्लेको छ भनेको छ होइन यो रिप्लीलाई चाहिँ मेरो विचारमा चाहिँ नेपाल गाउँ भनेर चाहिँ राख्नु पर्ला जस्तो छ किनभने एकदमै सबै नेपाली भेटेको भएर चाहिँ हामीलाई नेपालबाट बाहिर आएको छु भन्ने चाहिँ फिलिङ्स नै भएको छैन सबै छोराछोरी आफ्नै घरमा बसिरहेको जस्तो फिल भइरहेछ कहीँ गयो भने पनि म बाहिर विदेशमा आएर बसेको जस्तो फिल चाहिँ भएको छैन अब कस्तो लागिरहेछ भन्दा यहाँ म त अब 3 चोटि भइसक्यो नि त आएको यहाँनिर आउँदाखेरि चाहिँ एकचोटि त्यो सौरभ गुरुङ हुन्छ नि हाम्रो नेपालको उहाँलाई शरद गुरुङलाई लिएर आएर चाहिँ यहाँ सबै नेपालीहरू एउटा पार्कमा जम्मा भएर चाहिँ यतिको नेपाली छन् भनेर हामीले उहाँ गएर भन्दाखेरि कसैले पत्याउँदैन होइन होला भन्छन् नि त तर सौरभ गुरुङलाई चाहिँ ल्याएर चाहिँ यहाँ इन्टरभ्यू गराउनु पर्ने जस्तो लाग्छ क्या मलाई चाहिँ यसो सोच्दा कहिले कहिले आएको छ न त आएको छैन यहीँ रमाइलो लाग्छ अब यस्तो पिकनिक अब जस्तो गरिराख्नुपर्छ जस्तो लाग्छ मलाई अब मम्मीहरूलाई अब जस्तो यहाँको प्यारेन्ट्सहरूलाई एकदम भेटघाट जस्तो पनि हुन्छ रमाइलो पनि प्लस हामी सबै एकअर्कालाई चिनजान नयाँ कम्युनिटी छ अनि एकदम नयाँ आउनेलाई त झनै अझै सबै नेपालीहरू देखेर झनै रमाइलो लाग्छ तर अर्गनाइजरहरूलाई चाहिँ एकदम धन्यवाद भन्न चाहन्छु यस्तो राम्रो अर्गनाइज गरिदिनु भएकोमा अब चाहिँ हाम्रो कति 2 बजेपछि 1 बजेमा हाम्रो कन्सर्ट भने होइन द सुरुमुखी आज चाहिँ एकदमै रमाइलो भइरहेछ एकदमै रमाइलो भइरहेछ होइन अनि हामीहरू यो समय बोल्ने आज चाहिँ हाम्रो रिप्ली नेप्लिज कम्युनिटीबाट पिकनिक आएको होइन एकदमै रमाइलो भइरहेछ होइन अनि सबैजना परिवारहरू बसेर रमाइलो गरेर होइन चस्मा पनि लगाइहाल्यो अब नेक्स्ट टाइम चाहिँ सबैजनालाई म के आह्वान गर्छु भने यो कम्युनिटीले आयोजना गरेका हरेक कार्यक्रममा चाहिँ उत्तिकै पार्टिसिपेट भइदिनुहोस् फुटबलहरूमा पनि पार्टिसिपेट भइदिनुहोस् नेपाली पाठशालामा पनि आएर हेरिदिनुहोस् सजेसन दिनुहोस् भन्न चाहन्छु सुरुमुखी पुरा चिकन रोस्ट बन्दैछ होइन अनि यसको अब यो तातिनलाई त अब यहाँ पावर हुनु पऱ्यो नि यो फुल पावर हो पाक्नलाई 15 मिनट लाग्दो रहेछ होइन अनि यसको मेन हाम्रो स्पेसल भने चाहिँ यो म्यारिनेसन यहाँ हाम्रो म्यारिनेट चाहिँ हाम्रो हेड सेफ नोर्बु लामा गेमको नियम र गेम के हो भनेर एक्सप्लेन गर्छु है सो एज वी क्यान सी वी हेभ प्लास्टिक कप्स हियर है एभ्रीवान विल बी गिभन एक-एकवटा बलुन सो त्यो बलुनलाई चाहिँ हामीले यसरी फुकेर रामेश्वरी दिदीले डेमोन्स्ट्रेट गर्दै हुनुहुन्छ सो त्यो बलुनलाई हामीले यसरी फुकेर यहाँबाट हिँडेर अल द वे ओभर देयर त्यो टेबलमा लिएर जानु पर्ने छ राख्न ठाउँ पनि छैन नि त त्यो के गर्नु भने त्यो त्यही त्यसरी चारवटा लस्कएर राखिदेऊ के Everybody!
जस्तो छ नि आयो है भिडियोमा आयो यहाँ पिकनिक एकदम रमाइलो भयो है हामी रिप्ले फुटबल एफसीको हामी सबैजना जम्मा भयौँ इट इज अमेजिङ अनि खाना चाहिँ स्पेसली खानाहरू चाहिँ केटाहरूले धेरै धेरै दुःख गर्नुभयो अनि खानेकुराहरू र एरेन्जमेन्ट चाहिँ एकदम राम्रो थियो धेरै रमाइलो लाग्यो आज होइन रिप्ले नेपाली फर्स्ट टाइम हो धेरै रमाइलो लाग्यो ल सुड कन्सर्ट हान्ने एक्चुली कन्सर्ट गाउने ल हामी मर्सिडिज बेन्च म चाहिँ हाम्रो पाठकको छोरा सरोज पाठकको छोरालाई चाहिँ कसरी बिग्रिने भन्ने ट्रेनिङमा दिँदैछु होइन ऊ पनि एकदम इन्ट्रेस्टेड भएर सुनिरहेछ पाठकको छोरा 16 वर्ष हुनु पर्यो है तिमी धेरै बाँकी छैन टक्क लाएर चिलमा तिमीले हामी जति अङ्कल पाउनु भनेको तिम्रो ब्लेसिङ हुने भयो हेर मनमा कुरा नलिएपछि मनमा पिर पर्ने नै भयो यो मन त्यसै मर्ने नै भयो एकदम रमाइलो भइरहेछ कम्युनिटीको भनेको छ हाम्रो धेरै कम्युनिटी मेम्बरहरू जम्मा भएर आज वान अफ द बेस्ट इन द इयर होइन सबै साथीभाइ जम्मा भयो रमाइलो गर्यो खानेपिने रमाइलो गसिप पनि भयो एकदम रमाइलो I'm feeling so glad that I'm a part of this team, part of this community, and hoping that next one will be even a stronger one, even a better one, even a bigger one. Thank you for watching this video, and I'll see you in the next one. Thank you.